हेलो एभ्रिवान। आज हामी फेरि पनि तपाईहरुको लागि फिजिक्स 2 सेकेन्ड सेमेस्टरबाट एउटा इम्पोर्टेन्ट डेरिभेसन लिएर अथवा लेक्चर भिडियो लिएर आइसकेका छौं। यो आजको लेक्चर भिडियो तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट हुने भएकोले यो पुरै हेर्नु होला र यो जुन आज हामी गर्न गइरहेका छौं यो एक्जाममा लगभग 99% सोधिरहेकै नै हुन्छ। त्यही भएर यो भिडियो तपाईहरु पुरै राम्रोसँग हेर्नु होला। साथै यदि तपाईहरु मध्ये कोही च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथै यो भिडियो आफ्नो साथी विद्यार्थी भाइसँग पनि शेयर गरिदिनु होला। आज हामी यो टपिकमा के गर्ने छौं भने आज हामी यसमा कन्भर्जन हेर्ने छौं। कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर र साथै यसलाई कसरी सम्झिन सकिन्छ भन्ने म तपाईहरुलाई सर्ट ट्रिक पनि दिन्छु, जसबाट मलाई विश्वास छ कि तपाईहरु 99% त्यो ट्रिकबाट यसलाई सधैँको लागि सम्झिहाल्नुहुन्छ र यसलाई बिर्सनुहुन्न। अनि त्यही भएर आजको भिडियो तपाईहरुको लागि निकै नै इम्पोर्टेन्ट भएकोले यो भिडियो पुरै हेर्नु होला र साथै यो भिडियोलाई लाइक शेयर गरेर हामीलाई सपोर्ट पनि गर्नु होला। आजको भिडियोमा हामी पहिला हेर्छौं कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर, त्यसपछि हामी हेर्छौं भोल्टमिटरको। अब यो के हो भन्ने अब यो हामीले बुझ्नु भन्दा पहिला हामी यसमा केही कुराहरु बुझ्नु पर्छ कि एमिटर भनेको के हो, त्यसपछि ग्याल्भानोमिटर भनेको के हो भन्ने कुरा बुझ्नु पर्छ। अब यो भनेको के हो भन्ने कुरा यहाँ लेखिएको छ। एमिटर इज अ डिभाइस used to measure the electric current flowing through a closed circuit। अब एमिटर भनेको के हो भने एउटा यो इलेक्ट्रिक डिभाइस हो जसले के करेन्ट मेजर गर्छ। र साथै अब ग्याल्भानोमिटर भनेको के हो भने ग्याल्भानोमिटर भनेको एउटा यो त पनि इलेक्ट्रिक डिभाइस नै हो। त्यसले के गर्छ भने स्मल करेन्टलाई पनि डिटेक्ट गर्छ, त्यो एउटा हो। अब यसलाई हामी एमिटरलाई ग्याल्भानोमिटरलाई कसरी एमिटरमा हामी कन्भर्ट गर्न सक्छौं भन्ने कुरा अब यहाँ हामी पढ्छौं। हो त्यसको लागि हामीलाई के गर्न सक्छौं भने ग्याल्भानोमिटर क्यान बी कन्भर्टेड टु एमिटर बाइ कनेक्टेड अ लो रेजिस्टेन्स डिभाइस शन्ट इन प्यारलल टु द ग्याल्भानोमिटर एज शोन इन फिगर। अब यहाँ एउटा नयाँ कुरा टर्म के आयो भने शन्ट। अब शन्ट भनेको के हो? शन्ट भनेको पनि एउटा के हो, एउटा इलेक्ट्रिक डिभाइस नै हो जसको रेजिस्टेन्स के हुन्छ, लो हुन्छ, एकदमै लो हुन्छ। र त्यो के हुन्छ भने त्यो ग्याल्भानोमिटरसँग के हुन्छ, प्यारलली कनेक्ट हुन्छ। शन्ट भनेको एउटा लो रेजिस्टेन्स भएको डिभाइस हो जो ग्याल्भानोमिटरसँग प्यारलल कनेक्ट हुन्छ। जस्तै कि यो हामी यसलाई शन्ट भन्छौं, यो ग्याल्भानोमिटर हो, यससँग प्यारलली कनेक्ट छ, यसलाई के भन्छ हामी शन्ट भन्छौं। शन्ट भनेको के हो, लो रेजिस्टेन्स डिभाइस हो जसले हामी जुन ग्याल्भानोमिटरसँग प्यारलली कनेक्ट हुन्छ। अब यो कसरी कनेक्ट हुन्छ भन्ने कुरा अब कसरी हामीले चेन्ज गर्छौं र कसरी यसको भ्यालु निकाल्छौं ग्याल्भानोमिटरको भन्ने कुरा अब यहाँ हामी पढ्छौं। लेट RS be resistance of shunt, G be the resistance of galvanometer, I be total current flowing through emitter, Ig be the current flowing through galvanometer, I minus Ig be the current flowing through shunt। अब यो के हो भने यो RS भनेको के हो? RS भनेको जुन हामीले शन्ट यहाँ कनेक्ट गरेका छौं यो ग्याल्भानोमिटर हो। यहाँ हामी टोटल करेन्ट I यहाँ सप्लाई गर्दै छौं, त्यही भएर यहाँ हाम्रो आधी करेन्ट ग्याल्भानोमिटरमा जान्छ र बाँकी कति बाँकी हुन्छ भने I minus Ig गर्दाखेरि त्यो हाम्रो भ्यालु आइहाल्छ। I minus Ig गर्दाखेरि त्यो हाम्रो भ्यालु के हुन्छ भने शन्टबाट पास हुन्छ करेन्ट। अब यो शन्टबाट पास भएको यो शन्टको हाम्रो रेजिस्टेन्स कति छ, RS छ, र ग्याल्भानोमिटरको रेजिस्टेन्स कति छ हामीले G लेट गरेको छौं भन्ने कुरा यहाँ हामीले लेखेका छौं। अब त्यसपछि हामीले के थाहा छ भने सिन्स ग्याल्भानोमिटर एन्ड शन्ट आर कनेक्टेड इन प्यारलल भनेको के हो भने यो ग्याल्भानोमिटर यो शन्ट के छ, प्यारलली कनेक्ट छ। यो तपाईहरुले यो थ्योरी क्लास गर्दाखेरि एउटा कुरा पढ्नु भएको होला, जतिखेर दुईवटा डिभाइस प्यारलली कनेक्ट हुन्छ भने त्यो दुवैको बीचमा जुन पोटेन्शियल डिफरेन्स हुन्छ त्यो के हुन्छ, इक्वल हुन्छ। त्यही हामीले यहाँ युज गरेको छौं। सिन्स ग्याल्भानोमिटर एन्ड शन्ट आर इन प्यारलल सो पोटेन्शियल डिफरेन्स अक्रॉस ग्याल्भानोमिटर एन्ड इक्वल्स टु पोटेन्शियल डिफरेन्स अक्रॉस शन्ट। अब पोटेन्शियल डिफरेन्स भनेको के हो भने तपाईहरुले एउटा फर्मुला थाहा होला, पोटेन्शियल डिफरेन्स भनेको V = IR। म तपाईहरुले बुझाउन चाहे जस्तै कि पोटेन्शियल डिफरेन्स हामीलाई एउटा नोटेसन लेख्दाखेरि पोटेन्शियल डिफरेन्स हामी V लेख्छौं
र यो एउटा फर्मुला पनि हो V = IR। यो कहाँबाट आउँछ? ओहम्स लबाट। ओहम्स लले हामीलाई यो फर्मुला दिन्छ, जहाँ V भनेको भोल्टेज हो, I भनेको करेन्ट हो, R भनेको रेजिस्टेन्स हो। यो भनेको के हो? ओहम्स लले दिन्छ, ओहम्स ल। यो च्यानलमा हामीले खाली के गर्छौँ भने इम्पोर्टेन्ट क्वेसनहरू एक्जामको पोइन्ट अफ भ्यूले मात्र डेरिभेसन गर्छौँ। यो तपाईँहरूलाई कुनै यस्तो खास टपिक र त्यसको विषयमा केही कुरा चाहिएको हो भने तपाईँहरू कमेन्टमा पनि भन्न सक्नुहुनेछ। त्यही भएर हामीले यहाँ ओहम्स लको डेरिभेसन गरेका छैनौँ, तर यो हामीलाई चाहिन्छ र यो इम्पोर्टेन्ट जुन म्याक्सिमम सोधिरहेको छु त्यो एक्जामको पोइन्ट अफ भ्यूले मात्र हामी यो च्यानलमा भिडियोहरू बनाउने गर्छौँ। त्यही भएर यो च्यानलमा तपाईँहरूको लागि निकै नै इम्पोर्टेन्ट छ, सब्सक्राइब गरिदिनु होला। र यदि तपाईँहरूलाई कुनै यस्तो खास टपिकमा तपाईँहरूलाई भिडियो लेक्चर चाहिएको हो भने तपाईँहरू कमेन्टमा भनिदिनु होला। यो के हो? V भनेको IR, ओहम्स लले दिन्छ। हाम्रो यो के हो? पोटेन्सियल डिफरेन्स निकाल्ने फर्मुला त्यही यहाँ छ। यो V भनेको अब यहाँ सबैभन्दा पहिला हामीले ग्याल्भानोमिटर कनेक्ट इक्वल टु के भनेको छ? पोटेन्सियल डिफरेन्स एक्रस सन्ट। अब ग्याल्भानोमिटरको पोटेन्सियल डिफरेन्स के हुन्छ भने मैले भने कि V भनेको IR हुन्छ, या I भनेको करेन्ट। अब यो जुन ग्याल्भानोमिटर छ त्यसको करेन्ट, त्यसमा जाने करेन्टलाई हामी IG एज्युम गरेको छौँ, र ग्याल्भानोमिटरको जुन रेसिस्टेन्स छ त्यसलाई हामी G एज्युम गरेको छौँ। हामीले यहाँ V = IR अनुसार या ग्याल्भानोमिटरलाई हामी ग्याल्भानोमिटर हेर्छौँ भने ग्याल्भानोमिटरसँग भित्र जाने करेन्ट IG हामी लेट गरेको छौँ, र त्यसको ग्याल्भानोमिटरको रेसिस्टेन्स हामी G लेट गरेको छौँ। त्यही भएर ग्याल्भानोमिटरको पोटेन्सियल डिफरेन्स के हुन्छ? V = IG × G। अब यो भयो ग्याल्भानोमिटरको। र अर्को हामीले के गरेको छ? सन्ट। अब सन्टबाट त्यही फेरि ओहम्स ल अनुसार V = IR फर्मुला हुन्छ। फेरि सन्टबाट जाने करेन्ट भनेको IG हो, र यो सन्टको रेजिस्टेन्स R हो। त्यही भएर सन्टबाट सन्टको पोटेन्सियल डिफरेन्स के हुन्छ भने सन्टबाट जाने करेन्ट भनेको I - IG, टोटल I हो, र त्यसमा I - IG गरेपछि सन्टमा जाने करेन्टको आउँछ, र त्यसको रेजिस्टेन्स हामीले RS एज्युम गरेका छौँ। अब यो भयो सन्टको पोटेन्सियल डिफरेन्स। अब दुइटै प्यारललमा कनेक्ट भएकोले यो दुइटै के हुन्छ? बराबर हुन्छ। त्यही हामी यहाँ बराबर गरेको छौँ। द्याट इज IG × G = I - IG × RS। यो कसरी भयो भन्ने कुरा म तपाईँहरूलाई बुझाइ नै दिइसकेको छु। अब यहाँबाट हामी के निकाल्छौँ भने यो RS = IG/I - IG × G। अब यो के हो भने यो नै हो मेन कुरा के। अब यो हामीले कति रेसिस्टेन्सको हामीले यहाँ ग्याल्भानोमिटरमा त्यो सन्ट लगाउँछौँ कि त्यो के भन्छ भने पर्फेक्ट एमिटर भन्छ। त्यसको यो हो, हामीले यसरी यसको के निकाल्छौँ? भ्यालु निकाल्छौँ। कसरी हामीले सन्टको रेसिस्टेन्स कति हामीले लिनुपर्छ कि त्यसलाई हामी कनेक्ट गर्दाखेरि एउटा पर्फेक्ट ग्याल्भानोमिटरलाई हामी के गर्छौँ? एमिटरमा ट्रान्सफर गर्न सक्छौँ। सो दिस इज द रिक्वायर्ड भ्यालु अफ सन्ट to be connected in parallel to galvanometer to convert it into ammeter of range 0 to I ampere। यो 0 to I ampere हो भनेको यति रेन्जसम्म हामीलाई बनाउनको लागि कति 0 देखि I भनेको करेन्ट, जति पनि करेन्टको एम्पियरसम्म हामीलाई बनाउनको लागि कतिको हाम्रो सन्टको रेसिस्टेन्स हुनुपर्छ भन्ने कुरा हामीलाई यो एक्सप्रेसनले दिन्छ। यो एक्सप्रेसन एउटा इम्पोर्टेन्ट हो, तपाईँहरू याद गर्नु होला। यो कुनै ठाउँमा न्युमेरिकल गर्दा पनि चाहिन्छ। अब यो भइसकेपछि अब मैले भनेको थिएँ तपाईँहरूलाई कि यो मैले याद गर्नको लागि तपाईँलाई म एउटा सर्टकट ट्रिक पनि दिन्छु। त्यो के रहेको छ? ग्यास P। अब यो GASP तपाईँहरू बुझ्नु भएको नहोला कि यो GASP भनेको के हो। यो GASP मैले तपाईँहरूको लागि एउटा सर्ट ट्रिक बनाएको छु, जसबाट तपाईँहरू सधैँको लागि यसले याद गर्न सक्नुहुन्छ। सर्ट ट्रिक के हो भने GASP। अब यो म बुझाउँछु यसको मतलब के हो। G भनेको ग्याल्भानोमिटर, यो के हो? ग्याल्भानोमिटर, यो ग्याल्भानोमिटर हो। A भनेको एमिटर हो। S भनेको सन्ट हो। P भनेको प्यारलल हो। बस यति कुरा तपाईँहरू याद राख्नुहोस्, तपाईँहरूलाई यो पुरै थ्योरम याद भइहाल्छ। अब यो मतलब के हो? GASP भनेको हामीले ग्याल्भानोमिटरलाई एमिटरमा बदल्नको लागि हामीलाई सन्टलाई केमा जोड्नुपर्छ? प्यारलली जोड्नुपर्छ। यसको मिनिङ त्यो हो। खासमा हामीले गरेको पनि त्यही हो। त्यो नर्मल डेरिभेसन गरेर त्यो तपाईँहरू बुझेर पनि गरिहाल्नुहुन्छ, तर मेनमा बुझ्नुपर्ने कुरा भनेको यति हो कि ग्याल्भानोमिटरलाई एमिटर बनाउनको लागि हामीलाई सन्ट चाहिन्छ, र त्यो सन्टलाई के गर्नुपर्छ? प्यारलली जोइन गर्नुपर्छ। मेन कुरा यो हो। यति कुरा तपाईँ बुझ्नुभयो भने यो थ्योरम कहिल्यै तपाईँहरू बिर्सनुहुन्न। यसको सर्ट ग्यास P।
ग्यास पी। तपाईँहरू बस ग्यास पी ग्यास पी ग्यास पी ग्यास पी याद गर्नु। यो बुझिसकेपछि तपाईँहरू यो थोरम कहिल्यै बिर्सनुहुन्न। ग्यास पी भनेको ग्याल्भानोमिटरलाई मिटर बनाउनको लागि सन्ट चाहिन्छ र त्यसलाई प्यारेलली कनेक्ट गर्नुपर्छ। खासमा त्यति हो। अब यो भइसकेपछि जस्ट त्यसलाई अपोजिट गरिदिनुहुन्छ भने त्यो हामीलाई जुन ग्याल्भानोमिटरलाई एमिटरमा यहाँ चेन्ज गर्नको लागि हुन्छ, जस्ट यसलाई अपोजिट गरिदिनुहुन्छ भने ग्याल्भानोमिटरलाई हामीले भोल्टमिटरमा पनि चेन्ज गरिदिइहाल्छु। यो याद भइसकेपछि त्यो अटोमेटिक भइहाल्यो। यसलाई अपोजिट गर्दाखेरि त्यो अटोमेटिक आइहाल्छ। त्यही भएर यो तपाईँहरूलाई यो सर्ट ट्रिक हो। तपाईँहरूले बुझ्नको लागि कस्तो लाग्यो यो सर्ट ट्रिक तपाईँहरू भन्नु होला, यो सर्ट ट्रिक तपाईँहरूलाई कस्तो लाग्यो। अब यो भइसकेपछि अब हामी अर्को एउटा इम्पोर्टेन्ट यही रिलेटेड गर्छौँ। हाम्रो इक्जामको पोइन्ट अफ भ्यूले प्रायः जसो यो सोधिरहेको हुन्छ, यो धेरै नै इम्पोर्टेन्ट छ, तर कहिले काहीँ झुकिएर यो पनि सोधिन्छ। त्यही भएर हामी यो पनि गर्छौँ, कन्भर्जन अफ ग्याल्भानोमिटर टु भोल्टमिटर। अब यो के हो, यो जस्ट त्यसको अपोजिट हो। जुन हामीले अघि डेरिभेसन गर्यो त्यहाँ प्यारेलली कनेक्ट गरेको हुन्छ भने यहाँ सिरिजमा कनेक्ट गरेको हुन्छ, त्यति मात्र फरक हो यो। अब यहाँ हामीले बुझ्नुपर्छ सबभन्दा पहिला कि भोल्टमिटर भनेको के हो। भोल्टमिटर इज अ डिभाइस used to measure the potential difference across two points in a electric circuit। भनेको भोल्टमिटर भनेको के हो, यो एउटा डिभाइस हो, इलेक्ट्रिक डिभाइस हो जसले पोटेन्शियल डिफरेन्स मेजर गर्छ दुईटा पोइन्टको बिचमा, दुईटा इलेक्ट्रिक सर्किटको पोइन्टको बिचमा के गर्छ भोल्टेज मेजर गर्छ, यानी पोटेन्शियल डिफरेन्स मेजर गर्छ। त्यसलाई हामी के भन्छौँ, भोल्टमिटर भन्छौँ। अब यसलाई कसरी चेन्ज गर्छ भन्ने कुरा अब यहाँ लेखेको छ। ग्याल्भानोमिटर क्यान बी कन्भर्टेड टु भोल्टमिटर बाई कनेक्टिङ अ हाई रेसिस्टेन्स इन सिरिज विथ ग्याल्भानोमिटर। अब यो के हो भने हामीले त्यसमा यो गर्दाखेरि एउटा सन्ट हामी यहाँ सन्टलाई प्यारेलली कनेक्ट गरिदिन्छ। सन्ट भनेको के हो भने सन्ट भनेको इलेक्ट्रिक डिभाइस हो जसको रेसिस्टेन्स लो हुन्छ, धेरै नै लो हुन्छ, त्यसलाई हामी सन्ट भन्छौँ। यहाँ के हुन्छ भने एउटा धेरै मतलब यहाँ लो रेसिस्टेन्स भएको डिभाइसलाई हामी कनेक्ट गर्छौँ भने यहाँ के गर्छौँ, हाई रेसिस्टेन्स, यहाँ लो यहाँ हाई, यहाँ प्यारेलल यहाँ सिरिज, त्यति मात्र फरक हो, जस्ट अपोजिट। मैले त्यही भएर मैले भनेको थिएँ, यो तपाईँहरूलाई याद भयो भने अटोमेटिक याद भइहाल्छ। यसलाई अपोजिट गर्नुहोस्, त्यो अपोजिट भइहाल्छ। यहाँ ग्याल्भानोमिटर थियो, यहाँ एमिटर छ, यसमा भोल्टमिटर भइहाल्छ। यहाँ लोड सन्ट भनेको लोड रेसिस्टेन्स हो, यसमा हाई रेसिस्टेन्स भइहाल्छ, प्यारेलल हो, यहाँ सिरिज भइहाल्छ। जस्ट यसको अपोजिट गर्नुहोस्, यो आफै आइहाल्छ। मैले त्यही गरेको। त्यही भएर ग्याल्भानोमिटर क्यान बी कन्भर्टेड टु भोल्टमिटर बाई कनेक्टिङ अ हाई रेसिस्टेन्स इन सिरिज विथ ग्याल्भानोमिटर। अब कहिलेकाहीँ हाई रेसिस्टेन्स, जस्तै हामी यहाँ लो रेसिस्टेन्सलाई सन्ट भन्छौँ। अब तपाईँहरूलाई त्यतिको आवश्यकता छैन, तैपनि म भनिदिन्छु। हाई रेसिस्टेन्सलाई हामी अर्को रेसिस्टेन्सलाई हामी के भन्छौँ भने मल्टिप्लायर पनि भन्छौँ के, मल्टिप्लायर पनि भन्छौँ। त्यो तपाईँहरूलाई इम्पोर्टेन्ट छैन, जस्ट तपाईँहरू हाई रेसिस्टेन्स याद राख्नु होला। हामीले के गर्छौँ भने हाई रेसिस्टेन्स के गर्छौँ, सिरिजमा कनेक्ट गर्छौँ, अनि त्यसपछि के भइहाल्छ, ग्याल्भानोमिटर भोल्टमिटरमा चेन्ज भइहाल्छ। यहाँ पनि हामीले अब के कुरा एज्युम गरेको छौँ। लेट जी बी रेसिस्टेन्स अफ ग्याल्भानोमिटर, आर बी रेसिस्टेन्स हाई रेसिस्टेन्स connected in series with galvanometer, IGB current flowing through galvanometer to produce full scale deflection। अब यो कसरी के गरेको भने यहाँ हामीले आइजी करेन्ट जुन ग्याल्भानोमिटरबाट ट्रान्सफर गर्यो, यहाँ यो के छ, सिरिजमा कनेक्ट छ। सिरिजमा कनेक्ट भएकोले यहाँ जति करेन्ट छ त्यहाँ यहाँ पनि जुन हाई रेजिस्टेन्स छ त्यसमा पनि के हुन्छ, त्यति नै करेन्ट हुन्छ। त्यही भएर यहाँ पनि आइजी नै हुन्छ, यहाँ पनि आइजी नै हुन्छ। यो दुईटा के छ, सिरिजमा कनेक्टेड छ। सिन्स galvanometer and high resistance are in series combination, so total resistance of voltmeter will be R dash equal to G plus R। अब यहाँ सिरिजमा कनेक्टेड भएकोले यो जुन सिरिजमा कनेक्टेड छ, अब यो हामीले यसमा प्यारेलल हुँदाखेरि त्यसको के हुन्छ, पोटेन्शियल डिफरेन्स इक्वल हुन्थ्यो। तर यहाँ के छ भने दुईटैको के छ, सिरिजमा कनेक्टेड भएकोले यो दुईटैको सम गरेर हामीले टोटल निकाल्नु पर्छ के, त्यसमा इक्वल हुन्छ। तर यसमा इक्वल हुँदैन, सिरिजमा प्यारेललमा मात्र इक्वल हुन्छ। यहाँ के गर्नुपर्छ, दुईटैको सम गरेर, यसको रेसिस्टेन्स जी छ, यसको रेसिस्टेन्स आर छ। यो टोटलको रेसिस्टेन्सलाई हामी यदि आर ड्यास मान्यो भने यसको आर ड्यास भनेको के हुन्छ, टोटललाई हामी यदि आर ड्यास मान्यो भने आर ड्यास भनेको जी प्लस आर हुन्छ। त्यही हामीले के गरेको, यहाँ गरेको हो, त्यही हामीले गरेको। त्यही भएर टोटल पोटेन्शियल डिफरेन्स भनेको हो, मैले त्यो पोटेन्शियल डिफरेन्स तपाईँहरूलाई भनिदिएको थिएँ। अनुसार भी इक्वल टु के हुन्छ, आइआर हुन्छ। यहाँ आई भनेको क्या के छ, यहाँ आई भनेको आइजी छ र आर भनेको के छ, यहाँ आर भनेको ठाउँमा आर ड्यास छ, किनभने आर ड्यासले टोटल यहाँ आर ड्यास रहेको छ र आर ड्यास भनेको के हो, जी प्लस आर हो। यो नै हो।
त्यही गर्दाखेरि अब हामीले यहाँबाट चाहिन्छ कि आर चाहिन्छ, किनभने यो आर नै हाम्रो जुन हाई रेसिस्टेन्स हामी युज गरेको छौँ त्यो आर हो। त्यही भएर हाम्रो आरको भ्यालु कति हुन्छ भन्ने कुरा हामीले आर चाहिन्छ। अब यो गर्दाखेरि हाम्रो टोटल पोटेन्सियल डिफरेन्स भी इक्वल्स टु आइजी इन्टु जी प्लस आर हुन्छ। यसलाई तल ल्याउँदाखेरि भी बाई आइजी इक्वल्स टु जी प्लस आर हुन्छ र आरको भ्यालु निकाल्दाखेरि आर भनेको के हुन्छ भी बाई आइजी माइनस क्यापिटल जी। यो नै के हो रिक्वायर्ड हाम्रो के हो एक्सप्रेसन भयो हाम्रो सन्टको यति हाम्रो यो मेन डेरिभेसन भयो। यति गरिसकेपछि तपाईँहरू अब यो क्वेसनको फुल बाई फुल मार्क्स पाउनुहुन्छ। तपाईँहरूलाई म सजिलोको लागि यहाँ ह्यान्ड रिटेन नोट्स सजिलोको लागि सिम्पल ल्याङ्ग्वेजमा लेखेर ल्याइदिएको छु। बुकमा धेरै नै कुरा लेखेको हुन्छ, त्यही भएर म आफूले आफ्नो ह्यान्ड रिटेन नोट्स आफैले बनाएको तपाईँहरूसँग प्रोभाइड गर्दैछु। तपाईँहरू यही लेखेर पनि तपाईँहरू आफ्नो नोट कपीमा राख्नुहोला। र यति गरिसकेपछि हामीलाई यो जुन भोल्ट मिटरमा चेन्ज गर्नको लागि यो एक्सप्रेसन चाहिन्छ र यसलाई एमिटरमा चेन्ज गर्नको लागि यो एक्सप्रेसन चाहिन्छ। यो दुइटाको भ्यालु हो। अब मैले तपाईँहरूलाई यो सर्ट ट्रिक पनि बुझाइदिइसकेँ। यदि तपाईँहरूलाई कतै यो डेरिभेसनमा कतै कुनै कन्फ्युजन अथवा कतै कुनै डाउट छ भने तपाईँहरू कमेन्ट मार्फत भन्न सक्नुहुनेछ, अथवा तपाईँहरूलाई अब कुनै यस्तो खालको समस्या छ भने त्यो पनि कमेन्टमा राखिदिनु होला। अब हामीले सबैभन्दा पहिला के गर्छौँ भने यो यसमा फिजिक्सको सबै इम्पोर्टेन्ट क्वेसनहरू जति इक्जामको पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट छ, म थ्योरीमा बुकको थ्योरीमा गएन है, म इक्जाममा जति कुरा आउँछ जति कुरा म्याक्सिमम् सोधिरहेको हुन्छ त्यो इम्पोर्टेन्ट क्वेसनहरू मात्र यहाँ गर्छु। यति गरिसकेपछि त्यसपछि हामी के गर्छौँ भने इम्पोर्टेन्ट जुन न्युमेरिकलहरू सोधेको छु रिपिटेड न्युमेरिकलहरू गर्छौँ। यदि तपाईँहरूलाई न्युमेरिकल र थ्योरी दुइटै सँगै चाहियो भने त्यो पनि कमेन्ट गर्नु होला सँगै चाहियो भने। नत्र हामी पहिला डेरिभेसन गर्छौँ त्यसपछि न्युमेरिकल गर्छौँ। यदि तपाईँहरूलाई न्युमेरिकल डेरिभेसन सँगै चाहियो भने कमेन्ट गरिदिनु होला। साथै यदि तपाईँहरूलाई कुनै टपिकमा यस्तो कुनै टपिक छ या कुनै प्रब्लम छ जसको तपाईँ सोल्युसन चाहनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। अब यति गरिसकेपछि अब अर्को भिडियोमा हामी अर्को एउटा इम्पोर्टेन्ट कुनै न कुनै इम्पोर्टेन्ट न्युमेरिकल अथवा इम्पोर्टेन्ट डेरिभेसन लिएर तपाईँहरूको समक्ष आउने नै छु। त्यतिसम्मको लागि यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। साथै यो भिडियोलाई आफ्नो साथीभाइसँग पनि सेयर गरिदिनु होला। साथै तपाईँलाई यो भिडियो कस्तो लाग्यो, भिडियोमा केही कुनै त्रुटिहरू छ भने त्यो पनि तपाईँहरू कमेन्टमा सुझाव दिनु होला। अब साथै यो भिडियो यतिसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धन्यवाद दिँदै तपाईँहरू यो च्यानललाई अझ सपोर्ट गर्नुहोला, किनभने हामीलाई तपाईँको धेरै नै सपोर्टको आवश्यकता छ। यति भन्दै आजको लागि हामी यति भिडियो यहीँ अन्त गर्छौँ। भिडियो हेरिदिएकोमा धन्यवाद। अब अर्को भिडियोमा हामी अर्को भिडियो लेक्चर लिएर आउने नै छौँ। धन्यवाद।